हेलो हेलो नमस्कार सबैजनालाई स्वागत छ मेरो घरको किचनमा। आज फेरि नयाँ चिज बनाउँदैछु साथीहरू, भिडियो पुरा हेर्नु होला। यो एकदम राम्रो जानकारीमूलक भिडियो हो। यो चाहिँ हाम्रो आज मेरो छोरीलाई स्कुलको लन्च बक्स बनाउँदैछु। यो चाहिँ पहिलाको मेरो फेसबुक साथीहरूलाई सबैलाई थाहा छँदैछ। अहिले नयाँ जोडिनु भएको साथीहरूको लागि यो चाहिँ हाम्रो घरेलु चाउमिन बनाइदिने भनेर मेरो छोरीले नुडल्स बनाइदिनु बाबा भनेर चाहिँ यो चाहिँ हामीले घरमै बनाइदिएको हो। यो चाहिँ हजुरको प्योर अर्ग्यानिक चाउमिन बनाउँदैछु म। यो चाहिँ हजुरको गहुँको पिठो र अनि सुजी हो। त्यसलाई टक्क बनाएर चाहिँ बेलेर पिस पिस काटेर मजाले बनाएर भुटेर चाउमिन बनाएर मेरो छोरीलाई स्कुल पठाइदिइसकेको छौँ। हजुरहरूलाई फुल रेसिपी भिडियो हेर्न मन छ भने मेरो आइडीमा गएर रिल्समा गएर हेर्न पर्ने हुन्छ साथीहरू। त्यहाँ फुल भिडियो राखिदिएको छु। अनि हजुरहरूले बनाइसकेपछि के कस्तो लाग्छ साथीहरू यसो कमेन्ट गरिदिनु होला। ल आजको लागि यति नै भिडियो छ, ट्राई गरेर भन्नु होला साथीहरू। ल है त आजलाई यति नै भिडियो। हस्त नमस्कार, धेरै धेरै धन्यवाद भिडियो हेर्नुभएकोमा। बाई साथीहरू।